हाम्रो त फ्रिजमा कहिले सामान राख्नै छैन तर पनि देखाउँछ हाम्रो चाहिँ फ्रिजमा केही छैन भने कतिको देखो अहिले म घोपिदिन्छु गले के गरेको बक्नु न मलाई अनि हौ गाइस तपाईहरुलाई मात्रै अल्छी लाग्छ कि मेरो बुढालाई पनि यस्तो साह्रो अल्छे छ कि यस्तो साह्रो एउटा भिडियो मिलेर बनाऊँ भनेको कि बन्द छ्यास मान्दैन कान्छ एउटा भिडियो बनाउन मन लाग्दैन उठ्नु न एउटा भिडियो बनाउँ अहिले भर्खर त आएको कामबाट ए देख्नु भयो गाइस एउटा कमेडी भिडियो बनाऊँ न यसो सुने न उठ्नु म बोकेर उठाउँछु आउनु बोक्छु मलाई नदेखाऊ है ई देखाइदिन्छु नदेखाऊ न किन नदेखाउनु देखाउँछु म अनि देखाउँछु उठ्नु न हौ कान्छ एउटा भिडियो बनाउँ भनेको सुन्दैन तपाईलाई म अहिले भर्खर कामबाट आएको गलेको छु एउटा भिडियो बनाउनु गलेको छु भन्दैछु त नहिर्काउ न अहिले कामबाट आएको कामबाट आए पनि एउटा कन्टेन्ट बनाउनु पर्छ हेर्नु न साथी यस्तो अल्छी छैन मेरो पुरा आउनु न उठाउनु सघाउनु छोड न यहाँ बोकेर लान्छु छोड न यहाँ टेको यहाँ खुट्टा दुखो होस् के गरेको बक्नु न मलाई उठ्नु न अब घोप्टेको बोक्नु न भनेको किन चाहिँ बोक्नु म अनि डलर थापेको होइन यहाँ खुट्टामा किन टेकेको मैले देखेँ त मैले देखिन नि त नमै झन्डै उकाइ लो बोक्नु बोकेर फेकेको दिन्छ रातलाई मेरो भन्नु देख्नु त साथीहरू अब हामी एउटा भिडियो बनाउँछु कि एउटा कमेडी भिडियो कस्तो लाग्छ साथीहरू बोल्दिनै म बनाउनु भएन भने ओके भाइ साथीहरू म जसरी पनि म मेरो बुढालाई फकाएर भए पनि भिडियो बनाउँछु साथीहरू लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सनु नि यस्तो अल्छे बुढालाई पनि उठाएको छु हेर्नु न हो साथीहरू नानीलाई राखेको वाटरमेलन पनि हेर्नु सकेन अघि खाइहाल्यो अनि त्यो चाहिँ खाइहाल्नुपर्छ त साथीहरू तपाईहरुको फ्रिजमा के छ देखाउनु न हाम्रो त फ्रिजमा कहिले सामान राख्नै छैन हट्नु न तर पनि देखाउँछ हाम्रो चाहिँ फ्रिजमा केही छैन भनेको यस्तो खाली छ भनेको के हौ के तपाईलाई चाहिँ के हुन्छ कमेन्ट गर्छ मैले भिडियो हाले त मैले यसै बनाएको त कस्तो